हेलो वेलकम टू न्यू भिडियो। सबैजनालाई स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगमा। अनि आज चाहिँ मेरो घाँटी एकदमै दुखिरहेको थियो दिउँसोको टाइममा। अनि म चाहिँ अहिले तातो पानी तताइरहेको छु अहिले ग्यासमा। तपाईँ चाहिँ यता मेरो तातो पानी पनि तातिसकेको छ। अनि यता तल चाहिँ मैले गिलास चाहिँ ल्याइसकेँ। त्यो गिलासमा चाहिँ म तातो पानी हालिरहेको छु। आज चाहिँ एकदमै घाँटी दुखेको थियो दिउँसोको टाइममा। अनि त्यही भएर चाहिँ तातो पानी समयपछि चाहिँ मैले गिलासमा पानी हालेर चाहिँ अब म बाहिरतिर जाँदैछु। अनि बाहिर पनि एकदमै गर्मी गरिरहेको छ, साँझको टाइममा चिसो पनि हुन्छ। फेरि मैले केही समयपछि चाहिँ तातो पानी पनि खान लागिसकेँ। आज चाहिँ मेरो एकदमै घाँटी दुखेको थियो साँझको टाइममा, चिसो पनि बढिरहेको छ। त्यही कारणले गर्दाखेरि पनि अनि रुगाखोकी पनि हल्का लागेको छ। अनि त्यही कारणले गर्दाखेरि पनि घाँटी चाहिँ म कोठामा आएँ। कोठामा आएर चाहिँ म एयरपोर्ट खोजिरहेको छु। सिरानीमा चाहिँ मैले एयरपोर्ट राखेको थिएँ। अनि एयरपोर्ट लगाएर चाहिँ अब यसो तलतिर जानु पऱ्यो घुम्न। मैले चाहिँ म चाहिँ कोलियामा बस्छु, अड्डेर चाहिँ जुत्ता लाउँदै राखेको छु। साँझको टाइममा चिसो हुन्छ आउँदाखेरि। अहिले चाहिँ म यसो जुत्ता चाहिँ अर्को चाहिँ लगाइसकेको छु। यो चाहिँ अहिले चाहिँ म लाउँदैछु। अनि लगाइसकेपछि चाहिँ एकदमै रेडी भएर चाहिँ अब घरदेखि बाहिर आइसकेको छु। अब ढोका सोका खोलेर चाहिँ बाहिर जानु पऱ्यो। म चाहिँ अहिले ढोका खोलिरहेको छु। समयपछि चाहिँ म घरदेखि तलतिर आइसकेँ। अनि अहिले चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि हजुरहरूले लास्टसम्म हेरेर साथ दिनु होला। अनि लास्टमा देखाउने छु म है त। यही समय चाहिँ घरदेखि म अलिकति टाढा आइसकेको छु। यता चाहिँ हाम्रो जङ्गल छ। अनि यता चाहिँ हाम्रो साथीहरू चाहिँ अगाडि गइरहेको छन्। अनि म चाहिँ यसरी भिडियो सिडियो बनाइरहेको छु। आज चाहिँ एकदमै रमाइलो भइरहेछ। साथीहरूसँग घुमघाम पनि कार्यक्रम त्यस्तै भइरहेछ। अनि अहिले चाहिँ एकछिन पछाडि आज यतिकै महेन्द्रसुक पछाडि चौरमा चाहिँ यतिकै घुम्नको लागि आएको थिएँ साथीहरूसँग एकदम रमाइलो गर्नको लागि। अनि साथीहरू पनि आइसकेको रहेछन्। अनि म चाहिँ जाँदैछु साथी हुने चाहिँ हाम्रा प्यारा बहिनीहरू चाहिँ आइसकेको रहेछन् तेक्वान्दो क्लासमा। अनि आज चाहिँ म तेक्वान्दो क्लासमा आएको थिएँ क्लासमा। अनि एकदम साथी नानीहरू चाहिँ यता साइडमा अटिरहेको छन्। अनि म चाहिँ यता साइडमा छु। एकदम दोजाङमा चाहिँ हाम्रो प्यारा भाइ बहिनीहरू चाहिँ आएको रहेछन्। सानी रहेछन् नानी चाहिँ, बाबु चाहिँ यहाँनिर एकदमै स्माइल गरिरहेको छन्। बाबु चाहिँ बाबुको मोबाइल चाहिँ दाउरा काट्दै हुनुहुन्छ। अनि यता चाहिँ एकजना खतरा भाइ चाहिँ यहाँको डेन्जर एकदम चाहिँ केही समय चाहिँ तेक्वान्दो क्लासदेखि यता साथीहरूले भेट्न आएको छु। साथीहरू चाहिँ एकदमै रनिङ गरेर सकिसकेको रहेछन्। साथीहरूले चाहिँ समयपछि चाहिँ सबैजना साथीहरू पनि आइसके। अनि म पनि साथीहरूको छेउमै छु। साथीहरू चाहिँ पछाडि अडिरहेको छन्। आज चाहिँ एकदमै रमाइलो पनि भइरहेको छ साथीहरूसँग। फेरि साथीहरूले चाहिँ कपडाहरू चेन्ज गरिरहेको रहेछन् रनिङ गर्नको लागि। साथीहरूसँग ह्यान्डसेक त गर्नु पर्यो। अनि एउटा साथी चाहिँ यहाँनिर छन् एकदमै खतरा रनिङ ह्यान्डसेक लिने चाहिँ यहाँको डेन्जर छन् साथीहरू। यो पनि आएको रहेछ यहाँनिर। साथीहरूसँग एकदमै रमाइलो भयो। अनि मेरो भिडियो राम्रो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। अहिलेको लागि बाई बाई। अनि अर्को भिडियोमा भेटौँला।